गाइज वेलकम टु अनदर भ्लग अनि अहिले चाहिँ हामी आएछौँ एयरपोर्ट होइन बाबु ओके यहाँ चाहिँ अङ्कल लाँदै हुनुहुन्छ आजको वेदर फुल खुलेको छ किनभने हिजो बेलुका पानी परेको थियो एक्सपिरियन्स त म कहिले कसरी बयान गर्नु क्या महेन्द्र थार ल बाई बाई हाम्रो यो बस पार्कलाई पनि हामीले यहाँबाट धेरै चढ्यौँ है अब हामी सिधै एयरपोर्टतिर लाग्दैन वेदर एकदम खुलेको छ हाम्रो अगाडि महेन्द्र थार मामु थार किन्ने हो थार किन्ने हो थार ओ अगाडि महेन्द्र थार तपाईँको छोरोले हरेक गाडी चिन्छ क्या मामु हामी चाहिँ अब हाम्रो स्टुडियो धुम्बाराईमा छौँ हाम्रो अनुसुति देखाला बाटो गइसक्यो ए ला ए ठिकै छ त यहाँबाट पनि पशुपति जान सक्छौँ यो बाटोबाट चाहिँ होइन ट्याक्कै अब हामी अगाडि बढ्छौँ ट्राफिक नै ट्राफिक छ यस्तो ट्राफिक छ नि अफिस टाइम हुन्छ 10 हाम्रो 11 को 9 हो ए आज प्राइभेट हो सरकारी आज छुट्टी सन्डे पनि सबै होइन यो पनि पशुपतिकै एरिया अरे क्या गाइज यतापट्टिको यो भयो उता भयो होइन उहाँ पर पशुपतिको मेन मन्दिर उहाँ देखिरहेछ यो बालेनले भन्दाको सबै यो एरिया हो बालेनले हामी अब छिरिम त्रिभुवन इन्टरनेसनल एयरपोर्ट हामी त डोमेस्टिक नै हो तर यहाँनिर चाहिँ इन्टरनेसनल छ ल एन्ट्री यता अगाडि छ हाम्रो इन्टरनेसनल एयरपोर्ट भाडा घटाएर भए पनि मान्छे भरेर जानु नि जस्तै को छ नि त खाली हुन्छ अहिले महँगो छैन अनि भाडाले गर्दाखेरि चाहिँ अहिले खाली जस्तै मान्छे कम भए पनि जानु पर्ने गाडी बरु लग्जरी निकालेको छ भने सकिँदैन लामो बाटो भनेर चाहिँ गाडी राम्रो आएको छ क्या त्यही गाडीमै भएको राम्रो छ अहिलेको गाडीहरू अस्ति हामी आउँदा गाडी ल हामी अब पछि विदेश जाँदाखेरि यहाँबाट जाने ट्याक्कै यहाँबाट ट्याक्कै यता जाने अब हामी चाहिँ अहिले विराटनगर जान आएको छौँ त्यही भएर हामी यता जाने I'm back. ठोक्यौँ हामी प्लेन यता छ
We are in a place. Mami? अनुश्रुति तिमी यता होला दादालाई त्यता दिँदा हुँदैन बसिरहेको छु नमस्ते